नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं दुर्घटनाबाट। कैलालीको टिकापुरमा ट्र्याक्टर दुर्घटना हुँदा चालक धनबहादुर चौधरीको मृत्यु भएको छ। आज बिहान 8 बजेर टिकापुरबाट इटा बोकेर नारायणपुर जाँदै गरेको C11116 नम्बरको ट्र्याक्टरको चक्का फुत्किँदा जानकी गाउँपालिका 5 घर भएका 40 वर्षीय चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ। लम्की पुल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो। यो क्षेत्रमा दुर्घटना हुन सक्ने जोखिमबाट बच्न प्रहरीले सूचना बोर्ड समेत राखेको छ। चालू वर्षमा टिकापुर सो क्षेत्रमा सड़क दुर्घटनामा बढी 3 को मृत्यु भएको छ भने 2 को अंगभंग भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मिडिया काउन्सिल मार्फत प्रेस स्वतन्त्रता खोज्न लागेको भन्दै सो विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। मंगलबार जनकपुरमा पत्रकार सम्मेलन को आयोजना गर्दै उपसभापति निधिले प्रेस काउन्सिललाई खारेज गरेर मिडिया काउन्सिल मार्फत मिडियालाई नियन्त्रण गर्न खोजिनु निन्दनीय रहेको बताउनुभयो। उनले मिडिया काउन्सिल गठन गरी मन्त्रालयको शाखा कार्यालयको रूपमा पारित गर्न खोजिएको पनि बताए। उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रतामाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको पनि आक्रमण भएको भन्दै तत्काल मिडिया काउन्सिल सम्बन्धी विधेयक फिर्ता लिन माग गर्नुभयो। जुन अहिले मिडिया काउन्सिल विधेयक ल्याएको छ त्यो प्रेसको स्वतन्त्रता र अक्षुण्णतालाई समाप्त पार्ने र यो लोकतन्त्र विरोधी ऐन हो। यो प्रस्तावित ऐन मिडिया काउन्सिल विधेयक त्यो दर्ता गराएको छ। निधिले मिडिया काउन्सिल सम्बन्धी विधेयकमा पत्रकारलाई 1 करोड रुपैयाँ सम्मान जरिवाना तथा 15 वर्षको जेल सजायको व्यवस्था राख्नुले सरकार अधिनियमवादको बाटोमा हिँडिरहेको स्पष्ट हुने बताए। पूर्व राजा ज्ञानेन्द्र शाहले जसरी सत्ता हटाउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए सोही हिसाबले वर्तमान सरकार पनि ज्ञानेन्द्र पथमा हिँडेको उनको आरोप थियो। अधिनायकवादी तानाशाही प्रवृत्तिको सबभन्दा ज्वलन्त प्रमाण हो। त्यसकारणले यस्ता कुनै पनि किसिमको कानुन नियम बनाउन पाइँदैन र यो सरकारले यो बिर्सिनु हुँदैन। यो देशको जनता सार्वभौम हुन् र सार्वभौम जनताले लोकतान्त्रिक आन्दोलन गर्ने बेलामा प्रेस स्वतन्त्रतालाई लोकतान्त्रिक आन्दोलनको एउटा महत्त्वपूर्ण तत्त्वको रूपमा स्वीकार गरे। निधिले सरकारले संचार जगतसँगै सम्बन्धित विज्ञापन सम्बन्धी ऐन, सूचना प्रविधि सम्बन्धी ऐन, सार्वजनिक प्रसारण सम्बन्धी ऐन समेत ल्याउनु गलत रहेको बताए। प्रेस स्वतन्त्रताका लागि पत्रकारहरूले गर्ने हरेक आन्दोलनमा कांग्रेसको सक्रिय साथ रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र सभ्यताको अग्रणी भूमि मिथिला क्षेत्रमा अझै पनि कतिपय विभेद, विकृति र विसंगतिहरू रहेको भन्दै त्यसको अन्त्यका लागि सबैजना क्रियाशील हुनुपर्ने बताएकी छन्। जानकी नवमीमा सहभागी हुन जनकपुर धाम आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिर प्राङ्गणमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै मिथिला सहित प्रदेश 2 मा विद्यमान विभेदहरू हटाउने उद्देश्यका साथ प्रदेश सरकारले ल्याएको बेटी पढाऊ बेटी बचाऊ अभियानको प्रशंसा गरेकी छन्। विद्यमान हुनु चिन्ताको विषय हो। यसको अन्त्यका लागि हामी सबै क्रियाशील हुनु समसामयिक रहेको कुरा पनि म स्मरण गराउन चाहन्छु। यस प्रसङ्गमा सामाजिक चेतना र जागरणको महत्त्वपूर्ण कार्य योजना जो प्रदेश सरकारले अगाडि बढाएको छ, बेटी पढाऊ बेटी बचाऊ अभियान प्रभावकारी ढङ्गले अघि बढिरहेकोमा म प्रशंसा गर्न चाहन्छु।
राष्ट्रपति भण्डारीले माता सीताको आदर्श चरित्रले यस धरतीको गौरव बढाएको र जानकी मन्दिर मुलुकको ऐतिहासिक सांस्कृतिक धरोहर रहेको भन्दै यस पवन क्षेत्र विश्वका लागि प्रेरणाको स्रोत समेत रहेको बताइन्। खडेरी परेर जनता र किसान समस्यामा पर्दा राजर्षि राजा जनकले आफै हलो जोतेको प्रसंग स्मरण गर्दै राष्ट्रपति भण्डारीले तराई मधेस कृषि क्षेत्र भए पनि उत्पादन र उत्पादकतामा कमी आउनु दुःखद भएको उनले बताए। राजा जनकले कृषि कर्मको महायज्ञको आयोजना गर्दा दिव्य गुणी सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको कुरा पनि स्मरणीय छ। अहिले यही भूमिमा कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु चाहिँ दुःखको कुरा हो। यस पक्षलाई आत्मसात गरी चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गर्दै दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न यस उर्वर भूमिको प्रचुर उपयोग गर्नुपर्दछ भन्ने पनि मलाई लागेको छ। राष्ट्रपति भण्डारीले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम र स्थानीय स्रोत र साधनको भरपूर उपयोग गरेर आर्थिक समृद्धिमा लाग्न सबैलाई आग्रह गरिन्। त्यसअघि राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजापाठ दर्शन कार्यक्रममा सहभागी भएकी थिइन्। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रतिनिधि सभाका सांसदहरूले सबै तहको कर्मचारीलाई कार्य सम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानूनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रतिनिधि सभाकी सांसद राजकुमारी झाकी र प्रमुख प्रतिपक्ष दल नेपालकी कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सबै तहका कर्मचारीहरूलाई कार्य सम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानूनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नु भएको हो। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको संगठन सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तर्कवार छलफलमा भाग लिँदै सत्तारूढ दल नेकपाकी सांसद झाकीले तल्लो तहको कर्मचारीलाई कार्य सम्पादन सम्झौता नगर्ने विधेयकको प्रावधानप्रति आपत्ति पनि जनाउनुभयो। उहाँले तल्लो तहका कार्यरत मन्त्रालयकै कर्मचारीहरू आफ्नो कामप्रति जवाफदेही नभएको उल्लेख गर्दै उनीहरूलाई पनि कार्य सम्पादन सम्झौता गर्ने कानूनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभयो। अनिवार्य गर्नुपर्ने तर्क पनि गर्नुभयो। उहाँले सबै तहको कर्मचारीहरूको आफ्नै जिम्मेवारी हुने भएकाले उनीहरूको कार्य सम्पादन सम्झौतालाई अनिवार्य बनाउने काम सरकारले ढिलै गर्न नहुने पनि स्पष्ट पार्नुभयो। यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीहरूलाई कार्य सम्पादन सम्झौता गर्ने कानूनी व्यवस्था नगर्ने गरी विधेयक ल्याइएको जवाब दिनुभएको थियो। उहाँले तल्लो तहको कर्मचारीले कार्य सम्पादन गरी नगरेको माथिल्लो तहबाट निगरानी हुने भएकाले त्यसका लागि छिट्टै कानूनी व्यवस्था आवश्यक नहुने मन्त्रालयको निष्कर्ष रहेको पनि बताउनुभयो। मामिला तथा प्रशासन मन्त्रालय मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरूले भने विशेष जिम्मेवारी पनि पाउने भएकाले उनीहरूको हकमा भने अनिवार्य कार्य सम्पादन सम्झौता गर्ने कानूनी व्यवस्था विधेयकमा पनि प्रस्ताव गरिएको पनि स्मरण गराउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिलिङ सम्बन्धी विधेयक ल्याएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभूति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई नै कुण्ठित गर्ने खालको ल्याएको बताउनु भएको हो। मौलिक हक प्रत्याभूतिका लागि बनेको कानूनको स्मरण गराउँदै उहाँले सरकार संविधानमा उल्लेखित व्यवस्था विपरीत सरकारले मिडिया काउन्सिलिङ विधेयक ल्याएको टिप्पणी गर्नुभयो। संविधानको धारा 17 को 1 क मा विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र संचारको हक पनि राखिएको उल्लेख गर्दै उहाँले सरकार त्यस विरुद्ध गएको आरोप लगाउनुभयो। कार्यक्रम पछि
या त सरकारले अर्थमन्त्रीजीले भन्नु पर्यो गत वर्ष चाहिँ नि हामीले कमी कमजोरी गरेका थियौँ त्यसलाई सच्यायौँ, या यो वर्ष विशेष परिस्थिति बन्यो त्यहाँले यो ढङ्गले ल्याइएको छ र अब अर्को वर्ष कस्तो आउला त्यसको चाहिँ कल्पना गर्न परिकल्पना गर्न गाह्रो भयो हामीलाई। त्यहाँले हाम्रो आग्रह के छ भने यो सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दाखेरि विशद रूपमा छलफल हुन्छ, त्यसलाई यहाँ भोटिङमा लानु पर्दैन। र नीति र कार्यक्रमको परम्परा के हुन्छ भने जतिसुकै छलफल भए तापनि, जतिसुकै क्रिएटिभ कुराहरू आए तापनि नीति र कार्यक्रम अन्ततः संशोधन राखिए तापनि त्यो हुबहु जस्ताको तस्तै पास गर्छ। त्यसकारणले यो प्री बजेट डिस्कसनले नीति र कार्यक्रम बनाउन मद्दत पुग्छ। ज्येष्ठ नागरिकको हक शिक्षाको हक तथा शिक्षा सम्बन्धी संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा कार्यान्वयन गर्नका लागि आवश्यक योजना तर्जुमा गर्न उहाँले गम्भीर ध्यानकर्षण गराउनुभयो। त्यसैगरी नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले वृद्धि दर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गर्नुभयो। अर्थशास्त्रीय सिद्धान्त र बहस भन्दा पनि मुलुकको अवस्था अनुसारको सिद्धान्त र प्राथमिकता निर्धारणमा ध्यान पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो। किन युरोप र अमेरिकाका बडा विद्वान दिनरात रुसको अध्ययनमा समय खर्च गरिराख्ने विभिन्न विश्वविद्यालयका डाक्टर पीएचडी सबैले त्यति पनि अनुमान लगाउन सकेनन्। त्यो विवाद आज पनि जारी छ र समाजवादको कुरा गर्छु, समाजवाद उन्मुख समाजमा जान्छु भन्ने देशले, पार्टीले, नेताले त्यसका बारे सोच्नुपर्छ। त्यसका बारेमा कुरा गर्दा मोटामोटी 3 वटा मान्यता ती पनि अगाडि आएका छन् जो करिब पनि निर्विवाद छ। एउटा मान्यता के छ भने सोभियत युनियन शक्तिमा कम थिएन, कल कारखानामा कम थिएन, उत्पादकतामा कम थिएन, बम वर्षक पनि थिए, क्षेप्यास्त्र पनि थिए, अणुबम पनि थियो, तर त्यहाँ मानव अधिकार थिएन। लेख्ने बोल्ने आजादी नभएका अर्थमन्त्रीको पदलाई विगतदेखि अहिलेसम्म पनि विशेषज्ञको पद बनाएको भन्दै उहाँले सो प्रविधि नै गलत भएको टिप्पणी गर्नुभयो। विशेश्वर प्रसाद कोइराला प्रारम्भमा अलमलिए पनि पछि विकासको मोडल आफ्नालाई उपयुक्त नभएको भनी अस्वीकार गरेको प्रसंग उल्लेख गर्दै त्यसपछिका सरकारले पनि अमेरिका वा जर्मनीबाट पीएचडी गरेको कारहरू नै अर्थमन्त्रीको रूपमा चयन गर्ने गरेकाले मुलुकको विकास सही ढंगले अघि बढ्न नसकेको टिप्पणी गर्नुभयो। नेपाल र कम्बोडियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्याउने विषयमा सहमति गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारी र कम्बोडियाका उद्योग मन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचा सम्बन्धी सहमतिमा हस्ताक्षर गरे। त्यसैगरी नेपाल चेम्बर अफ कमर्स र कम्बोडिया चेम्बर्स अफ कमर्स बीच पनि समझदारी पत्रमा हस्ताक्षर भयो। दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पीस प्यालेसमा भएको समझदारी पत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष डिम गङले हस्ताक्षर गरेका छन्। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षी संवेदक अंका मौ सेना पाइडे टेको हुन सेना बीच र राजधानी नाम स्थित पीस प्यालेसमा भेटवार्ता भएको छ। दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्धन गर्ने लगायत विषयमा छलफल भएको थियो। भ्रमणमा उनका साथ प्रधानमन्त्रीका धर्मपत्नी राधिका साक्य, परराष्ट्र मन्त्री प्रदीप कुमार ग्वाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, सांसद, उच्च पदस्थ अधिकारीहरू लगायतका छन्। सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरूलाई कड़ा कारबाही गर्ने चेतावनी दिएको छ।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलमाथि कड़ा कारबाही गर्ने चेतावनी दिनुभएको हो। उहाँले चिस्यानमा राखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउनु भएको छ। मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री यादवले चिकित्सकहरूको प्रिस्क्रिप्सन बिना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कड़ा निगरानी राख्ने योजना पनि अघि सार्नु भयो। त्यसको चाहिने बाटोमा राख्नुपर्ने र बाहिर कार्टुन मात्रै राखेर औषधि पसल हो भने मान्छे बुझिहाल्छ। बट्टा राखिदियो बरु यहाँ छ भन्ने हो अनि भित्रबाट ल्याएर दियो, त्यो ती नभइकन नहुने। र ठुल्ठुला स्टोरी के छ भने फेरि अब औषधिका भण्डारण गर्नेहरू, ठुल्ठुलो स्टोक के भन्छ थोक विक्रेताहरू आफै गर्छन्, त्यहाँ फर्मान सिस्टम हुँदैन अनि उसले बुझ्दैन भने यो कम्प्लिकेसन निकै समस्याग्रस्त छ हामी कहाँ। अब यसलाई हल गर्नका लागि राज्य अलिकति कडा हुनुपर्नेछ। हस्पिटलको स्तर बढाउनका लागि हामीले 5वटा हस्पिटललाई प्रमोट गरेर टर्सियरी हस्पिटल लैजाने र जिल्ला अस्पतालहरूलाई सेकेन्डरी हस्पिटलको रूपमा एउटा चाहिँ विज्ञ सेवाहरू समेत उपलब्ध हुने गरी अगाडि बढाउने र पिएचसीहरूलाई चाहिँ तल गाउँपालिकाहरूमा लिएर जाने भनेर हामीले जुन पोलिसी अगाडि बढाएका छौँ। तर सबै कुरा के छ भन्दाखेरि बजेटमा पनि निर्भर गर्छ। इक्विपमेन्ट चाहियो, डाक्टर चाहियो। अब हामीहरू कहाँ के छ भन्दाखेरि उपप्रधानमन्त्री यादवले सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानूनी व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो। उहाँले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफूले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भइरहेको पनि बताउनुभयो। विश्रामपछि समाचारमा स्वागत छ। बाँकी समाचार। शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमा सहित सम्मान गरिएको छ। सोमबार 100 वर्ष प्रवेश गर्नुभएका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बगीमा राखेर नगर परिक्रमा सहित सम्मान गरिएको हो। नगर परिक्रमा पछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उहाँलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो। नेपालको कला, भाषा, इतिहास, सांस्कृतिक र साहित्यको क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्दै सरकारले उहाँलाई सम्मान पत्र हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत उडाउनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले उहाँले नेपालको जीवन्त सम्पादकको संज्ञा दिनुभयो। उहाँले त्यस अवसरमा जोशीको दीर्घायु र चिरायुको कामना पनि गर्नुभयो। सुखानुभूतिको एउटा दृष्टान्त हो भन्ने मलाई लागेको छ। म नेपाल सरकारका तर्फबाट तपाईको जीवनको 100औं वर्ष प्रवेश त्यस अवसरमा जोशीद्वारा लिखित 6वटा पुस्तकको पनि सार्वजनिक गरिएको छ। कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूले दया माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो। उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गर्नुभयो। दया माया पाएर यसरी म आफू सम्मानित हुने मैले जुन सौभाग्य पाएँ त्यसको निम्ति मैले व्यक्त गर्ने शब्द नै छैन। अब के व्यक्त गरौँ। महामहिम भारतीय राजदूतज्यूले यति राम्रो मेरो बारेमा बोलिदिनु भयो, अब उहाँप्रति म के भनौँ। त्यस्तै किसिमको हाम्रा नगरपिताजीले काठमाडौँको पिताजीले बोल्नुभयो मेरो बारेमा, म के भनौँ। त्यसैले यो सब भइराखेको के हो भने नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनु भएका जोशीको 100 दिन प्रवेशको अवसर पारेर ललितपुर महानगरपालिकाले सोमबार सार्वजनिक बिदा समेत दिएको थियो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केही वर्षभित्र चीनको लासाबाट काठमाडौँमा रेल आउने दावी गर्नुभएको छ।
अध्यक्ष दाहालले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको पनि स्पष्ट पार्नुभयो। विभूति सीता जन्म जयन्तीको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तपाईँ हामी जीवित रहँदा रहँदै काठमाडौँमा रेल ल्याउने कामको सुरुवात भइसकेको उल्लेख गर्दै त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताउनुभयो। उहाँले चीनको लासा हुँदै काठमाडौँ र काठमाडौँबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोसेढुङ्गा साबित हुने पनि स्पष्ट पार्नुभयो। नेपालका शक्तिपीठ र भारतका शक्तिपीठ मिलाएर एउटा शक्तिपीठ सर्किट बनाउन सम्भव छ भन्ने चर्चा पनि मैले गरेको थिएँ र त्यसलाई सम्भव बनाइयो भने धार्मिक पर्यटनको विकासमा एउटा रिभोल्युसन क्रान्ति नै आउन सक्छ। अध्यक्ष दाहालले लुम्बिनी पशुपति जनकपुरलाई जोड्ने एउटा सर्किट देशभित्र बन्न जरुरी रहेको पनि बताउनुभयो। उहाँले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाएको पनि बताउनुभयो। अध्यक्ष दाहालले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराउनु भयो। त्यस अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय विभूतिद्वय बिर्कुटी र सीताको महत्वलाई उजागर गरेर पनि मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पार्नुभयो। ओखलढुङ्गाको लिखु गाउँपालिका 3 का वडा सदस्य युवती बलात्कारको आरोपमा पक्राउ परेका छन्। आफैले सञ्चालन गरेको इटा भट्टामा काम गर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्। गत चैत 7 गते सदस्य विष्णु श्रेष्ठले एक स्थानीय युवतीलाई बलात्कार गरेको उजुरी चैत 9 गते दर्ता भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। पीडित युवतीले नै मुद्दा दर्ता गरेको र त्यसपछि खोजी गर्दा उनी फरार रहेको प्रहरीले जनाएको छ। श्रेष्ठले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोमबार ओखलढुङ्गाबाटै पक्राउ गरेको हो। लामो समयपछि सम्पर्कविहीन रहेका बुबालाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको आरोपीका छोरा राजु श्रेष्ठले बताएका छन्। हवस् त अहिले समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।